लोकसेवा 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 के लोकसेवामा मात्रै पास भएर जीवन सफल हुन्छ र? जीवन एउटा गाडी जस्तो रहेको छ। यदि सही टाइममा गियर चेन्ज गर्नु भएन भने, यदि सही टाइममा ब्रेक लाउनु भएन भने जीवनको गन्तव्यसम्म कहिले पुग्न सक्नुहुन्न। यो मैले अनुभव गरेको छु। धेरैजनाको एउटै प्रश्न हुन्छ कि सर लोकसेवामा कति टाइम पढ्नुपर्छ, कति दिन पढ्नुपर्छ, कहिलेसम्म पढ्नुपर्छ? सो यसको सबभन्दा सजिलो उत्तर रहेको छ, तपाईँले पढ्ने मन लागेको छ हो, म गर्न सक्छु, गर्छु। सबभन्दा पहिला त भित्रबाट एउटा इच्छा हुनु पर्यो, हो म गर्न सक्छु, सेल्फ कन्फिडेन्ट। अनि त्यसपछि तपाईँले मात्र 3 वर्ष पढ्नुपर्छ है। 3 वर्षसम्म तपाईँ मेहनत गर्नु। तपाईँले धेरै मन लागेको छ भने 1 वर्ष अझै आफ्नो तर्फबाट थप्दा हुन्छ है। तर त्यस्तो 3 वर्ष यो होइन, लोकसेवाको फर्म खुल्यो, हामी फर्म भर्यो, पढ्न तयारी गर्यो, सुरु गर्यो, अनि त्यसपछि इक्जाम दियो, पास भएन, फेरि 1 वर्ष ब्रेक, फेरि अर्को वर्ष फर्म खुल्यो, फर्म भर्यो, पढ्न स्टार्ट गर्यो, इक्जाम दियो, फेल भयो, फेरि 1 वर्ष ब्याक। यस्तो होइन। त्यस्तो 3 वर्ष जुन तपाईँले आजबाट सुरु गर्नुभयो भने 3 वर्ष वा 4 वर्षको लक्ष्य लिनुभएको छ भने त्यो 4 वर्षसम्म लगातार निरन्तर पढ्नुपर्छ। र त्यति समयमा धेरैको इम्प्रुभमेन्ट भइसकेको हुन्छ। धेरैले सेकेन्ड पेपरमा नाम पनि निकालिसकेको हुन्छ, थर्ड पेपरमा। धेरैले इन्टरभ्यूमा गएर फेल भइसकेको हुन्छ, धेरैले इन्टरभ्यूमा पनि पास भएर वैकल्पिकमा गइसकेको हुन्छ, र त्यतिसम्म त धेरैले पास भइसकेको हुन्छ। यदि धेरैले इन्टरभ्यूमा सेकेन्ड र थर्ड पेपरमा पास भएर इन्टरभ्यूसम्म गइसकेको छ भने 4 वर्षसम्ममा, त्यहाँबाट 1-2 वर्ष निरन्तरता दिँदा हुन्छ है। किनकि तपाईँ सफलताको अन्तिम समयसम्म पुगिसक्नु भएको हुन्छ। वा धेरैले वैकल्पिकमा पढिसक्नु भएको छ, त्यहाँबाट पनि 1-2 वर्षसम्म टाइम दिन सक्नुहुन्छ। वा धेरैले सेकेन्ड वा थर्ड पेपरसम्मको इक्जाम पास गर्न सक्नुभएको छ भने त्यहाँबाट 1-2 वर्ष तपाईँले आफ्नो तर्फबाट टाइम दिन सक्नुहुन्छ। किनकि सफलताको नजिकसम्म तपाईँ पुगिसक्नु भएको छ, त्यहाँबाट रिटर्न गर्न सक्नुहुन्न। सो त्यहाँसम्म 4 वर्षसम्ममा जसले सेकेन्ड थर्ड पेपरको इक्जाम पास गर्न सक्नुभएको छ भने, तर 3 वर्ष लगातार मेहनत गर्नुभयो, 4 वर्ष लगातार पढ्नुभयो, तर सेकेन्ड र थर्ड पेपरमा एकपल्ट पनि नाम निकाल्न सक्नु भएन, पास हुन सक्नु भएन भने तपाईँले यति बुझ्नुपर्छ, तपाईँको लागि अब लोकसेवाको इक्जाम छैन। तपाईँले यति बुझिसक्नु भएको छ भने अब मबाट हुँदैन, म पास गर्नै सक्दिनँ भने त्यहाँबाट तपाईँले क्विट गर्दा हुन्छ, र त्यहाँबाट अर्को विकल्प, अर्को करियरतर्फ तपाईँले लाग्नुपर्छ है। किनकि त्यतिखेरसम्म उमेर पुगिसकेको हुन्छ, उमेर बित्दै गइरहेको हुन्छ। त्यति समयमा गएर तपाईँले करियर परिवर्तन गर्न सक्नु भएन भने जीवनमा केही गर्न सक्नुहुन्न है। किनकि 20 वर्षसम्म 30 वर्षको समय यस्तो समय हो, यसलाई गोल्डन टाइम भनिन्छ। यो गोल्डन टाइममा तपाईँले केही गर्न सक्नु भएन भने जीवनमा कहिले केही गर्न सक्नुहुन्न। 20 वर्षदेखि 30 वर्षसम्म एकदमै महत्त्वपूर्ण समय रहेको छ। त्यसैले 4 वर्ष समयमा तपाईँले गर्न सक्नु भएन भने त्यहाँबाट करियरलाई परिवर्तन गर्नु होला है। हर्टली रिक्वेस्ट छ। फेरि यो मेरो विचार मात्रै, किनकि मैले सिकेको, बुझेको र भोगेको कुरा हो। यहाँबाट डिमोटिभेट नहुनु होला। अब लोकसेवा नै किन, हामीलाई लोकसेवातर्फ नै किन जानुपर्छ? हामीलाई सफल हुनको लागि त अनेकौँ बाटो छ, खुल्ला छ, धेरै अवसर छ। अब हामी नेपालकै कुरा गरौँ भने टिकटक, फेसबुक, युट्युब म पनि धेरै चलाउँछु है। त्यहाँबाट नै 80% ज्ञान हासिल गरेको छु। स्कुल कलेजलाई दिन त किताबको ज्ञान हो नि, यो संसारलाई जुन एउटा पढ्ने हुन्छ त्यो त हामी सोसियल मिडियाबाट नै म पनि 80% कुरा सिकेको छु। किनकि कुनै स्कुल कलेजले सिकाएको पनि छैन र सिकाउँदैन पनि। किनकि संसारलाई पढ्नुपर्छ। जबसम्म संसारलाई पढ्नुहुन्न तबसम्म केही गर्न सक्नुहुन्न। त्यसैले म पनि धेरै कुरा सिकेको छु। र टिकटकतर्फ सोच्नु, तपाईँले धेरैले नाम सुन्नुभएको होला टिकटकबाट, अन्सु वर्मा है, सुन्नुभएको छ हो। अनि उसले त कहिले लोकसेवाको फर्म भरेन, कहिले इक्जाम दिएन, के सफल भएको छैन? पक्कै भएको छ। सो सफल हुनको लागि धेरै बाटो छ। जरुरी छैन हामीले लोकसेवातर्फ नै लाग्नुपर्छ। सो तपाईँले गर्न सक्नु भएन भने त्यहाँबाट परिवर्तन गर्नु होला, अर्को करियरतर्फ लाग्नु होला, वा विकल्प छान्नु होला है। नत्र
यो टाइममा गर्न सक्नु भएन भने उमेर बित्दै गरेको हुन्छ, समय बितिसकेको हुन्छ, उमेर पुगिसकेको हुन्छ। माइन्डमा एउटा प्रेसर, जति उमेर बढ्दै गइरहेको हुन्छ त्यति माइन्डमा एउटा प्रेसर बढ्दै गइरहेको हुन्छ। सो मात्र 3 वर्ष है, यसको लक्ष्य मात्र 3 वर्ष, भएन भने अर्को करियरतर्फ छाड्नु अनि सफल हुनुहोस्। सो आजको कस्तो लाग्यो, मैले आफ्नो विचार मात्रै तपाईहरुले दिएको। सो विचार राम्रो लाग्यो भने, भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु होला एन्ड काम लाग्ने साथीमा म्याक्सिमम भिडियोलाई शेयर गर्नु होला। आजको लागि यतिकै, धन्यवाद। जय नेपाल।